राम्रै हुन्छ कि मैले मात्रै डिभाइडेन्ट हेर्छ नि त राम्रै पाल गर वेलकम ब्याक टु माई युट्युब एभ्रिवान। आज चाहिँ हाम्रो एक्जाम सक्यो, त्यही भएर यसो हाम्रो चाहिँ सक्यो। यिनीहरूको चाहिँ सिएसकोहरू चाहिँ अब सन्डे छ, एउटा बाँकी छ। यसो अब हामी आज चाहिँ सपिङ गर्न लागेको छौँ। कहाँ जान लागेको भन्दाखेरि कहाँ जान लागेको न्युरोतिर है। कति किन्ने सामान अब लगभग 20,000को चाहिँ किन्नु पर्यो, 20,000को चाहिँ किन्नु पर्यो जस्तो लाग्छ यार। अब अरू त त्यस्तै हो, हाम्रो एकदम त सक्यो, हल्का खुसी लागिरहेछ है। अब सामान अब हल्का फुल्काहरू राम्रो राम्रो खालको किन्नुपर्छ गाउँको लागि, हल्का उपयोग हुने होइन। अनि एक्जाम चाहिँ कस्तो आज त्यस्तो भयो, तर यो चाहिँ बिग्रियो हल्का। हाम्रो त कस्तो यहाँ टाइम्समा पढेर तनाव भयो यहाँ। टाइम्स कलेज everyone mentioned टाइम्स कलेज है, टाइम्स इन्टरनेसनल कलेज। यस्तो डाइट गरेको थियो कसम यार, दिमाग खराब गयो। एउटा क्लासमा 3 दिनवटा इन्भिजिलेटर बसेर तनाव बनाइदिइसक्यो सिन्डिया। त्यो अब हामी अहिले जोरपाटी पुग्यो। अनि हाम्रो सपिङ के गर्छ अनि सब देखाउँदै गर्नेछौँ। गाइस इन्जोय आवर ब्लग एन्ड किप सपोर्ट स्टार स्पेन्डर्स युट्युब। ओके गाइस, ट्याप ट्याप। हामी 2-3 दिनपछि डोल्पा जानेछौँ। अनि यसो डोल्पाको बजार पनि आउँछ, अनि तपाईँहरूले हेर्दै गर्नु होला। डोल्पा तपाईँहरूलाई सपोर्ट चाहिँ गरिदिनु पऱ्यो है। ल चले तिमीलाई छेउमा आकी छु। गीतले चाहिँ जस्तिर चाहिँ बात खत्म।
सामान पाएन होइन पाएन मतलब अब हामीले अलिकति यो ठाउँ थाहा नभएर फेरि ठ्याक्कै पाएँ त सामान चाहिँ खोज्न गाह्रो रहेछ होइन मलाई एउटा सुगा किनेदैन छेउ लागिसक्यो एउटा किनेदिन मा कसम जो लाग्छ यार यता यता घाँसलाई यहाँबाट उता घाँसलाई है के हो हामी एउटा हेरौँ त जेन क्लेसन भने त्यो के अरे पसलमा जानु लाग्यो पता त्यहाँबाट टोपी किन्ने जेन क्रिएसन Location video of that creation. जेन क्रेसन यता ठाउँ चाहिँ सफा रहेछ सिधा गयो आसन चौक कुन यता भयो यता यतै हो यता भयो ए त्यही त जाउँ हामी त्यहाँ A few moments later. आहा तनाव अझै केही किनेको छैन यार छैन खाली ब्याग यो भाइ यो बाइकको टेस्ट कस्तो छ त्यो एकदम बलकत्ता हुन्छ tahu kau nyodok पल्ला पल्ला दुईवटा माघहरू itu lain itu मस्त जिन्दगी itu ada tuh ya nyos sungguh यो पो ya nyoras main एकदम कम्प्लिकेटेड भयो यार कम्प्लेक्स गाइड्स जुत्ता एउटा किन्यो भने क्याम्पस एउटा किनियो क्याम्पस किन्यो यो पनि किन्न लाग्छ म नि एउटा किन्न लाग्छु मेला यो यसले नि एउटा किन्छ अनि यसो अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि कहाँ हो यो आसमै हो आसन चौक यो भाइरल दाइ यहाँ ल नमस्कार कस्तो भयो सपिङ यहाँ एकदम राम्रो भयो रमाइलो भयो जक दिनभरि घुम्यो अनि के किन भयो ए एउटा यो ज्याकेट एउटा जुत्ता एउटा टी सर्ट अरू त त्यस्तो खास छैन अब यो चाहिँ उसको गर्लफ्रेन्ड लागि केक किन्न लागेको छ अब चाहिँ किन्न अब त्यस्तै हो गर्लफ्रेन्ड भएपछि हाम्रो त पैसा छैन दिने मन भयो भने होइन त्यसपछि म चाहिँ यो मेरो मोबाइलमा क्यामेरा लेन्स हल्का त्यो भएछ पानी त्यस्तो त्यस्तो नमिलेको रहेछ है त्यो चाहिँ बनाउनु जानुपर्छ अनि त्यसपछि हामी गाड जाने हो त्यही हो यसो फेरि पर्सि हेर्न जानुपर्छ है तिनचुलीमा ल है अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि यो कहाँ भालिन सरकार हो कि ठुलो कुचेत हो केटाहरू अब हामी खाए भर्खर खाए दिनभरि यताउता कुद्यो मा कसम है सपिङ कस्तो भयो दस जसले जुत्ता चाहिँ खतरा किनेको थियो है यसले ज्याकेट चाहिँ एकदम खतरा किनेको थियो त्यही हो
मैले तपाईँको यहाँ छ यो चाहिँ किने हो कतिको माल हो यो 5,000 भयो 5,000 जति माल कडे हो जस मोमो चाहिँ मिठो भयो है जाने हो चस्मा लगाऊ न चस्मा लगाउन चस्मा लगाउन सक्छ कस्तो तिमीले घोर्से हेर्न जान्छु भने होइन डोन्ट नो आई एग्री के दोष के रे खसी हेर्ने बदस मजा नि बदीको फेरि हेरेर जाने म चाहिँ अब पढाइसकेर चस्मा लगाउने जसको लुक चाहिँ चेन्ज भयो पेटेको कोरियन वाला देखिरहेको छ अब ब्ल्याक गरेँ भाइ अब हामी जाने हो एकदम घर जानेछौँ साथीहरू अगाडि गइसक्यो बाइकमा जानेछौँ त्यसपछि हामी यता उत्पाला घोर्सी हेर्नु जाने जान लाग्यो त्यसपछि उसको फर्केर जाने हो 5 केटीहरू कस्तो हुन्छ भनेर राम्रो हुन्छ कि मैले कति डिभाइडेन्ट हुन्छ नि त राम्रो पाल बल हुन्छ अन्त तपाईँले के अरे एउटा केटी मिलाउनु पऱ्यो भनेपछि मलाई मिलाउने के के हो सपनाहरू पनि पुताले जस्तै छ अरे पाल बल हुन्छ कि तपाईँ चाहिँ कुन कास्ट हो दाइ म त मगर हो मगरको ए मगर्नेहरू पनि खतरा राम्रोहरू हुन्छ नि तर मलाई टिबेटनहरू कस्तो राम्रो लाग्छ क्या टिबेटनहरू शेर्पानीहरू उस्तै हुन्छ टिबेटनहरू त प्रायः लामा पढ्छ होइन दाइ तिमी चाहिँ के लामा नपढेको म त लामा नपढेँ दाइ कति पढ्छौ तिमी 12 सक्यो न आज भर्खर लास्टको आज अब त डोल्पा अब भोलि पर्सि 2-3 दिनपछि जाने हो डोल्पा ए मम्मी चाहिँ टिबेटन हो के कस्तो मम्मी चाहिँ टिबेटन मम्मी बाबा दुवै टिबेटनै हो ए टिबेटनहरू त चाइनाबाट आएको होइन र टिपोटबाट हो तर हामी चाहिँ त्यहीको हो कि त्यहीको टिबेटन डोल्पाकै डोल्पाकै टिबेटन अनि मम्मीहरू चाहिँ के गर्छ मम्मीले चाहिँ खेतीपाती काम गर्नुहुन्छ अनि चौरी पालन कति चिज गर्नु भइरहेको मेरो योसँग 22 हो हजुर 22 योसँग 22 हो ए मेरो 4 बाइक छ अझै 4वटा टार्गेट चाहिँ को 26 हो 25 26 ए कसरी थाहा भयो तिमीलाई ठ्याक्कै पाऱ्यो त तपाईँले 4 बाँकी छ भन्नुभयो नि अनि यो गऱ्यो भने चाहिँ 22 हो भन्नुभयो होइन हजुर त्यही भएर मात्रै रहेछ ठिकै गर्नुपर्छ याङ्गो गरेको तपाईँले कति वर्ष भयो दाइ राम्रो गरेको त्यही प्रोटेस्टदेखि सुरु गरेको जेन्जीको आन्दोलन भएको नि त ए त्यो आन्दोलन हुनुभन्दा 1 हप्ता अगाडिदेखि सुरु गरेको ए कमाइ राम्रो हुन्छ दाइ इन ड्राइभ चाहिँ किन गर्नु नभएको यो टाइममा
गर्नु अब दाइ अब सरकार चेन्ज भइसक्यो अब फेरि बसेर के गर्नु पर्ला दाइ अब आइस गर्ने पिटी गर्ने अनि जाने बाहिर काम छैन यहाँ बसेर हो त्यो पनि त्यो हो अप्सन हो दाइ कस्तो लाग्छ तर चेकिङ कसरी गर्छ भन्ने कुरामा पनि अलिकति भर पर्छ है नत्र एक्जाम चाहिँ राम्रै भएको थियो राम्रो भएपछि त आइहाल्यो अब यो चाहिँ कुन ठाउँ दाइ अहिले यो यो त छेमे यो मेरो थोत्रो साथी काली सँगै हो दाइ अर्को एकजना पनि छ अर्को एकजना यहाँ को यही हो यो फ्लावर देखियो फ्लावर सब्सक्राइब हाल्नु पर्यो सब्सक्राइब ओइ So finally we are here at Tinchili Chowk and हामी जब घोर्से लाग्छौँ Hey boy आयो आयो अब एकछिनमा घोर्से हालिन्छ होइन अब हल्का इन्जोय गरिन्छ अनि त्यसपछि फेरि हाम्रो डिनर हुन्छ यति हो अब ल फेरि हेर्दै गर्नु होला गाइस घोर्से कस्तो होला देखौँला त्यसपछि हेर्नु होला